हेलो गुड मर्निङ फ्रेन्ड्स। आज चाहिँ म तपाईँहरूको अगाडि फेरि एउटा भिडियोमा आइरहेको छु। यसमा तपाईँहरूलाई म केही भन्न चाहन्छु। फेरि साह्रै बेसी बाठो भयो, साह्रै भन्यो पनि नभन्नुहोस् होला, तर अलिकति म जानकारी दिन चाहिरहेको छु। के भने चाहिँ हाम्रो सिक्किम चाहिँ है एउटा टुरिज्म हब हो। हाम्रो सिक्किम चाहिँ फेमसै टुरिज्मले गर्दा छ। टुरिज्मको लागि हामी फेमस छौँ र हामीले चाहिँ के गर्छौँ भनेदेखि चाहिँ हाम्रो यो गान्तोक भयो, नाम्ची, गेजिङ, अल ओभर सिक्किम, नर्थ सिक्किमतिर धेरैवटा हाम्रो एउटा टुरिस्ट स्पट्सहरू छ जसले गर्दाखेरि धेरै टुरिस्टहरू आउँछ है। र हामीले चाहिँ के गर्छौँ भने चाहिँ है हामीले जस्तै मेरो आफ्नो पर्सनल एक्सपिरियन्सबाट भन्न चाहन्छु। मेरो पनि गान्तोकमा सानो घर छ, त्यसलाई मैले होटलमा कन्भर्ट गरेको छु है। र हामी सिक्किमको मान्छेहरूले चाहिँ दुःख गरेर एउटा घर बनाउँछौँ, एउटा होटल बनाउँछौँ। कति लोन लिएको हुन्छ, कतिले सानो होटल बनाउँछ, कतिले ठुलो बनाउँछ। धेरै लोनमा डुबेर लोनहरू निकालेर मेहनत गरेर हामीले होटल बनाएको हुन्छौँ है। र के गर्छौँ भनेदेखि चाहिँ यसलाई चाहिँ लिजमा दिने बानी गरेको छौँ हामीले है। कतिजनाले जस्तै अब मेरो 14-15वटा रुम छ, मलाई लिजमा माग्नु आउँछ, 14-15 लाख दिन्छु भन्ने हुन्छ। कतिको 40-50 रुम हुन्छ, 1 करोड समथिङ। हामीलाई हुनु त ठिकै हो, हामीलाई प्रब्लम भएको हुन्छ, हामीले लोन लिएको हुन्छ, लोन कसरी तिर्नु भनेर हतार हामीले लिजमा दिन्छौँ। तर मेरो एक्सपिरियन्स अनुसार चाहिँ म भन्छु कि तपाईँहरूले लिजमा नदिएको राम्रो है, नदिनुहोस् लिजमा। मेरो पनि एउटा म होटल रन गर्छु, आफै गर्छु, मेरो फ्यामिली मिलेर हामी रन गर्छौँ। म सबैजनाले सजेस्ट गर्न चाहन्छु भन्छु। अब हुनु त हो कोभिडको टाइममा भयो, कोभिड आफ्टर कोभिड हाम्रो फ्लडहरूले गर्दाखेरि धेरै टुरिस्टहरू लेस भयो। तर पनि आज पनि यति बेसी टुरिस्टहरू आउँछ सिक्किममा, गान्तोकमा राम्रोसँगले चल्छ है। म यही सजेस्ट गर्न चाहन्छु कि आफ्नो होटल चाहिँ आफ्नो घर छ भने आफै मेहनत गरेर आफै होटल चलाउनुहोस्। जस्तै म पनि एउटा अफिस गोइङ लेडी हो, 10 to 4:30 अफिस जान्छु है। र आफ्टर अफिस, बिफोर अफिस आएर म होटल चलाउँछु। मलाई राम्रो लाग्छ, यो मेरो टाइम पास पनि हो। मलाई लाज पनि लाग्दैन, शरम पनि लाग्दैन, मलाई मजा आउँछ किनभने टाइम पास हुन्छ। र यसमा चाहिँ मैले के दिउँ, जस्तो हामीले 15 लाख रुपियाँमा लिज दियो भनेदेखिको हामी त 15 लाख भरिमा 1 वर्ष बस्नु पर्यो है। तर अगर आफै रन गर्नुभयो भने चाहिँ कम्ती नै चल्दाखेरि पनि हामीले डबल ट्रिपल पैसा कमाउनु सक्ने रहेछ, हुने रहेछ भनेर म सबैजनालाई सजेसन दिन चाहन्छु। आफ्नो होटल छ भने आफै रन गर्ने कोसिस गर्नुहोस्। 1-2जना मान्छे राखेर आफै रन गर्नुको लागि गऱ्यो भनेदेखि चाहिँ धेरै प्रफिट हुन्छ। हामीले लिजमा नदिउँ, हामी आफै चलाउँ। सिक्किममा यति राम्रो प्रपर्टी हामीले बनाउँछौँ है, यति राम्रो हामीले कसरी दुःख गरेर लोनमा बनाएको हुन्छौँ, ठक्कै हामीले लिजमा दियो अनि फेरि बस्ने गर्छौँ। र हेर्नुहोस् है, म चाहिँ आफ्नो होटल आफै चलाउँछु। मेरो फ्यामिली छ, मेरो आमा, बाबा, दिदी, दाजु, म 1-2जना राखेको छु है। र आई इन्जोय दिस वर्क के, मलाई काम गर्नु पनि मजा लाग्छ। मेरो फ्यामिलीले पनि मलाई सपोर्ट गर्छ। र म सबैजनालाई भन्न चाहन्छु, लिजमा दिने कम गरेर हाम्रो सिक्किममा हामी आफै नै होटल चलाउँ, हामीले लोकललाई नै सपोर्ट गरौँ, आफूलाई गरौँ। किन बाहिरतिर हामीले लिज दिनु, किन उयो गर्नु है। धेरै नै प्रफिट हुन्छ यसमा। तपाईँहरूको होटलै कम्ती नै चल्यो भने पनि मेरो एक्सपिरियन्स अनुसार म तपाईँलाई भन्न चाहन्छु, यो चाहिँ एकदमै राम्रो बिजनेस हो होटल बिजनेस चाहिँ। र मलाई चाहिँ इन्ट्रेस्ट पनि लाग्छ यो कुरामा। यहाँ मेरो बाबा हुनुहुन्छ, मेरो बुवा 80 इयर्स पुग्नुभयो है। अलिकति कान सुन्नुहुन्न, अलिकति कम्ती सुन्नुहुन्छ, अलिकति आँखा देख्नुहुन्न, तर उहाँ चाहिँ एकदमै राम्रो हुनुहुन्छ हिसाब किताबमा। उहाँ एउटा म्याथ्स टिचर रहनु भइसकेको छ र जति पनि मेरो रिसेप्सनको भारहरू छ उहाँले लिनुहुन्छ। चेक इन चेकआउट होटलको है, र GST बिल्सहरू बनाउनुमा एकदमै बुवाले सबै कुरा हेर्नुहुन्छ। र म पनि अफिसबाट आएर अफिसभन्दा अगाडि यो सबै बुवासँग बसेर चेक इन चेकआउट होटलको टोटली बुकिङहरू हेर्ने गर्छु। मेरो अनलाइन बुकिङ हुन्छ, अफलाइन बुकिङ हुन्छ, र बुवा हामी मिलेर नै यो हिसाब किताबहरू सबै गर्ने गरेको छौँ। 80 इयर्सको हुनुहुन्छ मेरो बुवा, तर पनि एक्टिभली मलाई हेल्प गर्नुहुन्छ। उहाँको सपोर्टले गर्दा धेरै अगाडि बढ्न पाएको छु। यहाँ चाहिँ मेरो दिदी हो। मेरो दिदी चाहिँ एकदमै कुकिङमा बेस्ट हुनुहुन्छ। उहाँले चाहिँ एकदमै राम्रो खाना, लोकल डिसहरू पकाउनुहुन्छ। र म पनि टाइममा पाकलमा यसरी आएर सघाइदिन्छु। हाम्रो यसरी होटल्सहरूबाट मोमोहरू डिमान्डहरू हुन्छ, अरू होटल्सहरूले पनि हामीलाई धेरै डिमान्डहरू गरेर माग्नुहुन्छ है। र मेरो दिदीले मलाई धेरै सपोर्ट गर्नुभएको छ। दामी मिठो होटलको, अब होटलमा आउने मान्छेहरूले पनि एकदमै मसालेदार मान्दैन, खास गरी लोकल फुड हामीले प्रोभाइड गर्नु सक्यो भने हामीले लोकली जुन चाहिँ पकाउँछ त्यसलाई नै होटल्सहरूले पुरा मन पराएर खान्छ, एकदमै डिमान्ड हुन्छ। एकताल खाएको मान्छेहरू फेरि जाँदैन कहीँ पनि है।
र मम्मी पनि हुनुहुन्छ, इस मम्मी पनि 70 इयर्स पुग्नु भएको, उहाँ पनि एक्टिभली हरेक कुरामा हामीलाई सपोर्ट गर्नुहुन्छ, आएर किचनतिर हेल्प गर्नु, यताउता गर्नु, सबैले हाम्रो फ्यामिलीले नै हामीले रन गरेको छौँ। टुरिस्टहरूले चाहिँ रमाइ खान्छ, हामीले चाहिँ अरू के होइन एटिकेट्स पनि देखाउनुपर्छ, टुरिस्टहरूलाई राम्रोसँगले डिल गर्नुपर्छ, राम्रोसँगले खानु दिनुपर्छ। हाम्रो म भन्दिनँ हाम्रो सिक्किमको टुरिस्ट एन्ड ट्राभल्सहरू राम्रो हुनुहुन्छ, ड्राइभर्सहरू राम्रो हुनुहुन्छ, तर कति जग्गामा उहाँहरूलाई ठगेको हुन्छ, ठगाइ हुन्छ टुरिस्टहरूलाई है। त्यसो नगरेर चाहिँ हामीले टुरिस्टलाई वेलकम गरेर एकदमै रेस्पेक्ट गऱ्यो भनेदेखि चाहिँ फेरिमा हाम्रो सिक्किममा टुरिस्टहरू बढेर जान्छ। टाइम पाएको बेलामा म आफै पनि यसरी रिसेप्सनमा बसिहाल्छु, कोही बेला 12-1 बजीसम्म पनि चेक इन हुन्छ, बिहान मर्निङ छिटो चेकआउट हुन्छ। सबै मेहनत गर्नुपर्छ। साथीभाइ हो चोरेर ढाँटेर लुटेर अर्कालाई बिगारेर खानु चाहिँ पाप हो, नराम्रो हो, लाजको कुरा हो। तर यसरी मेहनत गरेर खानुमा आफूलाई खटाएर खानुमा चाहिँ केही लाज शरम डर घिन मान्नु हुँदैन। आफू एउटा कमाउने भएर अफिसरै भए पनि जे भए पनि आफ्नो साइड इन्कम पनि आफूले बनाउने राख्नुपर्छ, किनकि हामीले अहिलेको जमानामा ल्याभिसै जिउन चाहन्छ, हामीले एक्स्ट्रा एक्टिभिटिजहरू गर्छौँ, त्यसको लागि पनि हामीलाई एक्स्ट्रा इन्कमहरूको जरुरत पर्छ। र म तपाईँहरूलाई यही नै सजेस्ट गर्न चाहन्छु, इन्करेज गर्न चाहन्छु, मलाई देखेर तपाईँहरू इन्सपायर हुनुहोस् भनेर म सोच्छु। लास्टली अझै एउटा कुरा एड गर्न चाहन्छु, हामीले जति पनि यो टुर्स एन्ड ट्राभल्स होटल्सहरू खोल्छौँ, रेजिस्ट्रेसन गरौँ, जिएसटी नलुकाउँ, गभर्मेन्टको रेजिस्ट्रेसन टुरिज्म डिपार्टमेन्टमा गएर गरौँ, जिएमसीमा हामीले लाइसेन्सको फिस दिउँ, लेबर डिपार्टमेन्टको फर्मालिटिजहरू पुरा गरौँ, किनकि आज जति पनि टुरिस्ट सिक्किममा आउँदैछ यो सबै एसेटले गर्दाखेरि हो, यो सबै इन्फ्रास्ट्रक्चरले गर्दा हो, र गभर्मेन्टले धेरै इन्फ्रास्ट्रक्चरहरू डेभलप गर्नुभएको छ, एसेटहरू बनाउनु भएको छ। त्यसलाई मेन्टेन गर्नुको लागि गभर्मेन्टलाई पनि धेरै सपोर्ट हुन्छ, यो कुराले सपोर्ट गर्नुपर्छ, किनकि आज जति पनि सिक्किममा टुरिज्म भएको छ यो सबै गभर्मेन्टको रेस्पोन्सले गर्दाखेरि भइरहेको छ। र हामीले जति सक्दो हाम्रो फर्मालिटिज हाम्रोबाट हुनुपर्ने रेस्पोन्सिबिलिटी निभाउँ, बी अ गुड सिटिजन भएर हामीले जिएसटी नलुकाएर हामीले लाइसेन्सहरूको फिसहरू रिन्युअलहरू टाइममा गरेर हामीले एउटा रेस्पोन्सिबल नागरिक बनौँ भन्ने तपाईँहरूलाई म सानो सजेसन्स दिन चाहन्छु। थ्याङ्क यू सो मच फ्रेन्ड्स फर लिसनिङ एन्ड बियरिङ विथ मी, एन्ड थ्याङ्क यू सो मच।